यो चाहिँ डल्ले खुर्सानी हेर्नुस्, डल्ले खुर्सानी पनि हामीसँग अवेलेबल छ। ल हामीसँग मप सुकुटी पनि ताजा ताजा। खानाको सामानहरुमा हामीसँग मकैको चामल, कोदोको पिठो, यो मस्यामको दाल। गाडी 2 PM चिज बल, यो चाहिँ एकदमै चिजी र एकदमै मिठो हुन्छ। सिद्रा हजुरलाई मन पर्छ भने सिद्राहरू पनि छ सबै। आलु फ्राईहरू छ यहाँनेरि, आलु फ्राई, करेला फ्राई हो यो। मेरो दोकानको तर्फबाट हजुरलाई यो गोर्खे खुकुरीको सान। एभ्री सटरडेमा शनिबारको दिन चाहिँ हामीसँग भेजिटेबल आइटममा हामीसँग डल्ले खोर्सानी, च्याउ, अनि हामीसँग रुख टमाटर, अनि सिस्नो, अनि न्युरो, हामीसँग फर्सीको मुन्टान, ताजा ताजा फ्रेस भेजिटेबल आइटमहरू आउँछ। हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग। सो आजको भ्लग चाहिँ अलिकति इन्ट्रेस्टिङ हुनेवाला छ, किनकि म हजुरलाई हाम्रो नेपाली ग्लोसरी देखाउँछु। हजुरले मेरो पछाडि हेर्न सक्नुहुन्छ नेपाली वकाला। वकाला चाहिँ हामी युएईमा चाहिँ वकाला भन्छौँ यसलाई। सो यो चाहिँ हाम्रो नेपाली ग्लोसरी हो। यहाँ चाहिँ हामीले सबै नेपाली आइटमहरू पाइन्छ, साग सब्जी फलफुल सबै पाउँछ। र म हजुरलाई आज देखाउँछु यहाँ के पाइन्छ भनेर है त। नमस्ते। नमस्ते दाइ, के छ? ठिकै सन्चै हुन्छ। र यहाँ चाहिँ हुनुहुन्छ हाम्रो मुस्तफा दाई। उहाँ चाहिँ हाम्रो एकदमै मिल्ने दाजु हुनुहुन्छ। उहाँले चाहिँ हामीलाई सबै ग्रोसरी आइटमहरू दिनुहुन्छ यहाँको। उहाँ चाहिँ यहाँको इन्चार्ज हो। सो उहाँसँग हामी कुरा गरौँ। दाई नमस्ते। नमस्ते दाइ। और मुस्तफा जी, ये वकाला इधर पे खोला हुआ कितना टाइम हो गया? हाँ, अभी तो फिलहाल 1 साल का ऊपर हो गया दादा। अच्छा, तो इधर पे सब नेपाली आइटम मिलता है? हाँ, इधर पूरा नेपाली आइटम मिलता है। सुकुटी, गुन्द्रुक, तिमुर, छुर्पी, फिर लोकल चिकन, फिर छाला वाला मटन, वो भी मिलता है। चाव चाव में आपको कारेन, वाई रारा, रामपा, फिर 2 PM, प्रीति, ये सब कुछ मिलता है इधर। पूरा नेपाली सामान है, वो नेपाली बकाला है। सो मुस्तफा भाई ने सब आइटम बोल दिया है इधर क्या क्या है। अभी हम आपको पूरे डिटेल में दिखाएंगे कि इधर क्या क्या है। र हाम्रो यहाँ गणेश दाई पनि हुनुहुन्छ, उहाँ चाहिँ नेपाली नै हो। सो हामी दाई तपाईँलाई हाम्रो भ्लगमा स्वागत छ। नमस्कार हजुर, वेलकम। सन्चै छु। सो हजुर यहाँ जब गर्न थाल्नुभयो कति भयो दाइ? मैले जब गरेको चाहिँ यहाँ म्याक्सिमम 3 मन्थ पर मन्थ स्टार्ट भइसक्यो। हजुरहरूलाई सबैको सपोर्ट मिलोस्, अनि मेरो पनि यो दोकानको सपोर्ट मिलोस्। हाम्रो जति पनि सामानहरू छ नेपाली आइटमको, अनि नेपाली फुडदेखि लिएर कस्मेटिक आइटमहरू पनि राखेका छौँ। हामीसँग भगवान्को फोटोहरू पनि छ, यहाँ मन्दिर छ, फ्ल्याग छ, हाम्रो टी सर्ट छ नेपालीको सान हो। यहाँ चाहिँ हाम्रो ढाका टोपीहरू पनि रहेछ होइन दाजु? हजुर छ त, ढाका टोपी छ, हाम्रो गोर्खाली, हाम्रो गोर्खे खुकुरीको सान छ। तपाईँलाई एउटा हजुरलाई धन्यवाद दाजु। मेरो दोकानको तर्फबाट हजुरलाई यो गोर्खे खुकुरीको सान र नेपाली फ्ल्याग पनि छ। अब चाहिँ हामी भिडियो स्टार्ट गर्छौँ। सो लास्टसम्म भिडियो हेरिदिनु होला, भिडियो धेरै इन्ट्रेस्टिङ बन्नेछ। र सबै नेपालीहरूले यो वकालामा चाहिँ एकचोटि आउनै पर्ने हुन्छ, किनकि सब सामान हजुरले यहाँ पाउनुहुन्छ। नेपाली खाना तपाईँले विदेशमा आएर पनि मिस गर्नुहुन्न हजुर, सब आइटम पाउँछ यहाँ। तपाईँलाई म डिटेलमा देखाउँछु, भिडियो अन्तिमसम्म हेरिदिनु होला। सो हामीले यहाँ हेर्न सक्छौँ डल्ले खुर्सानी पनि यहाँ एभाइलेबल छ, एकदम फ्रेस डल्ले खुर्सानी। हामीसँग यहाँ छुर्पी पनि छ वकालामा, छुर्पी छ, यो माछा भयो, सिद्राको माछा, यो बोजो छ यहाँनिर, टिमुर पनि छ यहाँनिर हेर्न सक्नुहुन्छ हजुरले। यो सबै तितौरा आइटमहरू पनि छ यहाँनिर, तितौरा आइटम यो सबै तितौरा आइटम हो। र हामीले यहाँ हेर्न सक्छौँ एकदम नेपालको चिप्स मिस गर्दै हुनुहुन्छ भने अब मिस गर्नु पर्दैन, हजुरले वकालामा आएर लिन सक्नुहुन्छ। यो चाहिँ तपाईँको करेन्ट हो, यहाँ पनि करेन्ट हट स्पाइसी छ। अनि त्यस पछाडि 2 PM चिज बल, यो चाहिँ एकदमै चिजी र एकदमै मिठो हुन्छ। सो यहाँ चाहिँ अर्को छ 2 PM। सो पोटेटो क्र्याकर्स तपाईँलाई मनपर्छ भने त्यो पनि एभाइलेबल छ यहाँनिर। सो चिप्सहरू मध्येमा हामीसँग एकदम भेराइटिज अफ आइटम छ। सो अब अरू पनि म हजुरलाई देखाउँछु, आउनु होला यता। यहाँ चाहिँ हजुरले सबै भेजिटेबल्सहरू पाउनुहुन्छ, भिन्डी, करेला, खुर्सानी, फर्सी, बैगुन, आलु, टमाटर। र हेर्नुहोस् करेन्ट एकदम इम्पोर्टेड फ्रम नेपाल, करेन्ट आउँछ हेर्नुहोस्। यहाँ हट एन्ड स्पाइसी हुन्छ यो एकदमै। सो यहाँनिर चाहिँ अब स्मल पनि लिन सक्नुहुन्छ हजुरले, एकदमै प्राइस चाहिँ एकदमै रिजनेबल छ, एकदम सस्तोमा पाउनुहुन्छ हजुरले यहाँनिर। सो अब यता आउनुहोस्। अब यो चाहिँ करेला हेर्नुहोस् ल,
र यो चाहिँ निगुरोको अचार हो गाइज। अब नेपालमा निगुरो खानु भएको छैन भने आउनुहोस् अबुधाबीमा आएर निगुरो खानुहोस्। यो चाहिँ डल्ले खुर्सानी हेर्नुहोस्, डल्ले खुर्सानी पनि हामीसँग एभाइलेबल छ। अब यहाँको भिडियो चाहिँ अब हाम्रो दाजुले एक्सप्लेन गर्नुहुन्छ, सबै कुराहरू देखाउनुहुन्छ। दाजु भनिदिनुहोस् त के छ यहाँनिर। ल हामीसँग बफ सुकुटी पनि ताजा ताजा नेपालको एकदम मिठो स्वादिष्ट परिकारको आइसकेको छ। अनि हामीसँग गुन्द्रुक छ, अनि हामीसँग यो साई कृपाको गोल चिया पनि छ, अनि हामीसँग अरू पनि अन्य सामानहरू धेरै सामानहरू हामीसँग एभाइलेबल छ। यो टोक्ला चिया पनि हामीसँग उपलब्ध छ। अनि यसैमा हामीसँग यो डल्ले खोर्सानीको सुक्खा खोर्सानी पनि छ, प्राउन केकर पनि छ। हामीसँग नेपाली आइटमहरूमा खानाको सामानहरूमा हामीसँग मकैको चामल, कोदोको पिठो पनि हामीसँग उपलब्ध छ। अन्य सामानहरू हामीसँग भटमास छ, ब्राउन ब्ल्याकमा भटमास छ। अन्य सामानहरूमा यो मस्यामको दाल रातोमा छ, यो सेतोमा छ। तपाईहरुलाई भुटेको मकै पनि छ हामीसँग एभाइलेबल छ। अनि अझ तपाईहरुलाई स्वादिष्ट मनपर्ने यो फुरनदाना नेपालको एकदमै म पनि खान्छु यो धेरै, तपाईहरुलाई त झन् किन मन नपरोस् होला र। अनि हामीसँग कुरुङमुरुङ चिउरा 2 आइटमको छ। तपाईहरुले स्वादिष्ट पाउनुहुन्छ नेपालको यहाँ खानेकुराहरू। एकदमै कस्मेटिक आइटमहरू पनि यहाँ धेरै छ। गाजलहरू छ यहाँनिर, गाजल हेर्न सक्छौँ। र हेयर कलरहरू पनि छ, फेयर पाउडरहरू पनि छ। सबै नेपाली आइटमहरू हजुरले यहाँ पाउन सक्नुहुन्छ। हाजमुला पनि छ यहाँनिर हामीसँग। स्याम्पूमा पनि सबै स्याम्पू, आयुर्वेदिक स्याम्पूहरू पनि पाउन सक्नुहुन्छ हजुरले। सन्स प्रोटेक्सन क्रिम पनि छ, तेलहरू पनि छ हामीसँग। सब आइटमहरूले यहाँ देख्न सक्नुहुन्छ। र यदि हजुर एकदम धर्मकर्ममा मान्नुहुन्छ भने यहाँनिर माताजीको फोटोहरू पनि छ, दियो लाग्ने नेपालको झन्डाहरू छ, टोपीहरू छ। हजुरले यहाँ आएर यो सबै लिन सक्नुहुन्छ है, हजुरलाई चाहिने सामानहरू। र यहाँ वकालामा चाहिँ यो टी सर्ट पनि एभाइलेबल छ। हजुरले नेपालको टी सर्ट मनपर्छ भने हजुरले यहाँ आएर यो टी सर्ट पनि लिन सक्नुहुन्छ है। सो आलु फ्राईहरू छ यहाँनिर, आलु फ्राई, करेला फ्राई हो यो चाहिँ बनानाको चिप्स हो, आलुको चिप्स, भुजियाहरू सबै आइटमहरू यहाँ छ। भुजियाहरूको आइटमहरू पनि सबै यहाँनिर एभाइलेबल छ है यो। अनि तिलको लड्डु पनि रहेछ यहाँनिर, तिलको लड्डु पनि हजुरले लिन सक्नुहुन्छ। सो यहाँनिर चाहिँ सबै चाउचाउहरू पनि एभाइलेबल छ। हरेक रारा चाउचाउ छ, प्रीति चाउचाउ, रम्पम, वाई सब चाउचाउ यहाँनिर एभाइलेबल छ। र इभन सिद्रा हजुरलाई मनपर्छ भने सिद्राहरू पनि छ सबै यहाँ पनि हेर्न सक्नुहुन्छ। एकदम राम्रो सिद्राहरू खान चाहिँ एकदम टेस्टी हुन्छ। सो यहाँनिर पनि फ्रेस सिद्राहरू, रातो खुर्सानीहरू सबै पाउन सक्नुहुन्छ हजुरले। र यो चाहिँ हाम्रो ओभरअल भ्यू थियो हाम्रो नेपाली वकाला नुजुम अलदाइफा। यो चाहिँ हमदान स्ट्रिटको पछाडि इलेक्ट्रा स्ट्रिटमा छ होइन। सो हजुरहरू सबैजना यो वकाला भिजिट गर्न सक्नुहुन्छ। नेपाली आइटमहरू यहाँ सबै एभाइलेबल छ। इधर मिलता है सुकुटी, गुन्द्रुक, तिमूर, फिर हमारा लोकल कुखरा, छाला वाला मटन, फिर सुरफी और भी सब भी पाउँछ। फिर चाउचाउ में कारेंट, वाई, 2PM, रामपा, रारा, प्रीति ये सब कुछ पाउँछ। चिप्स भी है, चिप्स में कारेंट, 2PM चीज, वो भी अखबार है 2PM, सब कुछ पाउँछ इधर। र मेरो भिडियो हेरेर आउनु हुनेलाई एकदमै विशेष छुट छ यहाँनिर। सो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। र भिडियो मन पर्यो भने भिडियोलाई लाइक पनि गरिदिनु होला। यस्तो भिडियो म आगामी दिनमा लिएर आउने नै छु। र आजको भ्लगलाई चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु। हजुरहरूलाई धेरै धन्यवाद यहाँसम्म मेरो भ्लग हेरिदिनु भयो। र थ्याङ्क्स सो मच। नमस्ते।